यति बेला तपाईहरु हेर्दै हुनुहुन्छ सुदूर एक्सप्रेस युट्युब च्यानल। एउटा महत्त्वपूर्ण जानकारीका साथ उपस्थित भइसकेको छु म रदीप। भिडियो अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा अन्तिमसम्म हेर्नु होला। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग 5 खेलको टी20 श्रृंखला खेल्ने। आउनुहोस् यसै खबरलाई अगाडि बढाउँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग 5 खेलको टी20 श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले यसबारे जानकारी दिएको हो। मलेसियाको घरेलु मैदानमा हुने प्रतियोगिता आउँदो मे 29 मा सुरु हुनेछ। दोस्रो खेलमा नेपाल र मलेसियाले मे 30 मा खेल्नेछन्। यस्तै तेस्रो खेल जुन 1, चौथो खेल जुन 3 र पाँचौं तथा अन्तिम खेल जुन 4 मा हुनेछ। नेपालले पछिल्लो पटक एसीसी वुमेन्स टी20 च्याम्पियनशिप खेलेको थियो। नेपाल त्यो प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो। दर्शकबिन अहिलेको भिडियो कस्तो लाग्यो, हामीलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अहिलेका लागि यति नै, धन्यवाद, नमस्कार।